श्रीमतीले बोल्दा ख्याल गर्नुपर्छ, शब्द नै श्रापित हुन्छ। सत्य घटना मरिजाओस् भनेको 7 घण्टामै ठ्याक्कै। रातको 9 बजे श्रीमान अफिसबाट काम गरेर घर आउँछन्। घरमा आएर भित्र पस्नासाथ उनले सास फेर्ने मौका समेत पाएनन्। श्रीमती चिच्याउँदै बोलिन्, अब आयौ? कहाँ थियो यतिका बेर? कि कुञ्चैसँग लागेका थियौ? कामबाट घर आउन यत्रो समय लाग्छ? म त हैरान भइसके तिमीलाई झेलेर। श्रीमतीले झगडा गर्न सुरु गर्छिन्। श्रीमानको आँखामा थकान र अनुहारमा भोकको गहिरो छाया थियो। एकछिनपछि श्रीमानले भन्यो, म दिनभरि काम गरेर थाकेर आएको छु, साह्रै भोक लागेको छ, खाजा पनि खाएको छैन, आज त मलाई खाना देऊ न। श्रीमतीले भन्छन्, आफै हालेर खाऊ न, खान मन भए, मलाई निन्द्रा लागेको छ, म सुतेँ। श्रीमान चुपचाप भएर श्रीमतीको कुरा सुनिरह्यो। खाना खाइसकेर दिनभरको थकानले होला ऊ ओछ्यानमा परिसक्दा निदाउनै लागेको थियो। श्रीमती फेरि कराइन्, कुन्ताको ढिलो आउनु अनि अझ अति आनन्दले सुत्न सकेको। ऊ रातैभरि श्रीमानसँग झगडा गरिरहिन्। श्रीमान सुनिरहे मात्रै। त्यो रात गुनासो र झगडा बीच बित्यो। भोलिपल्ट श्रीमानले विनम्र स्वरमा भने, थोरै खाजा बनाइदेऊ है, अफिस जान ढिला हुन्छ फेरि मलाई। तर श्रीमतीले खाजा र खाना दिनुको साटो सराप्न सुरु गर्छिन्। हे भगवान, यस्तो श्रीमान हुनुभन्दा बरु चाँडै मरोस्, यसको अनुहार हेर्न नपरोस्। यसलाई देखेर म हैरान नै भइसकेँ। बिहान उठ्न पाएको छैन, खाजा चाहियो रे भन्दै भुतभुत आउन थाल्छिन्। श्रीमतीको त्यो बोली र व्यवहारले श्रीमानको मन मुटु नै चसक्क चस्कियो। भक्कानो फुटेर आयो। मनमा कुरा खेलाउँदै आँखामा आँसु बग्दै थियो। ऊ सोच्दै थिए, यसका लागि मैले यत्रो दुःख गर्नु बेकार नै भयो। यसलाई मैले कुनै कुराको कमी हुन दिइनँ। माया गर्नुको यही फल पाएँ मैले। ऊ यस्तै सोच्दै केही बेरपछि केही नबोली चुपचाप अफिस निस्किए। दिन यत्तिकै बित्यो। बेलुकाको समयमा श्रीमतीले छोराछोरीलाई लिएर स्कुलबाट घरतर्फ फर्किँदै थिइन्। घरको छेउमा मान्छेको ठूलो भिड लागेको देखिन्। के को भिड हो आज यहाँ भन्दै नजिक गएर हेरिन्। त्यहाँ त आफ्नै श्रीमानको लास देखिन्। अचानक त्यो भिडको दृश्य देखेर उनको सास रोकियो। मान्छेहरूको ठूलो भिड र घुइँचो लागेको थियो। मान्छेहरू एक आपसमा काने खुसी गर्दै थिए। श्रीमानको लास देख्ने बित्तिकै उनी छाँगाबाट झरेको जस्तै भइन्। उनको होस नै गुम्ने जस्तो भयो। त्यसपछि उनी रोइ कराई गर्न थालिन्। केही बेर अगाडि गाडीको ठक्करले श्रीमानको मृत्यु भएको रहेछ। श्रीमानलाई अँगालो हाल्दै, बुढो उठ न, म तिमीलाई धेरै माया गर्छु, हजुरले जे भन्नुहुन्छ त्यही मान्छु, म खाना पनि बनाएर दिन्छु, अबदेखि झगडा पनि गर्दिन, तपाईँ बाहेक यो संसारमा मेरो कोही छैन, मेरा यी साना साना नानी बाबुहरू तपाईँ बिना टुहुरा हुन्छन्, उठ न उठ बुढो भन्दै कराउँदै थिइन्। यही बेला उनको नजर श्रीमानको गोजीमा रहेको कागजमा पर्यो र त्यहाँ लेखिएको थियो, प्रिय, तिमीलाई मैले यति माया गरेँ, यति सम्मान दिएँ, तिम्रो र बच्चाकै लागि भनेर त म अफिस टाइम भन्दा पनि केही घण्टा बढी काम गर्थेँ, तर तिमीले मलाई सधैँ घृणा गर्यौ, तिरस्कार गर्यौ, तिमीले मलाई र मेरो मायालाई बुझेनौ। तिम्रो बोलीले गर्दा मलाई काममा पनि मन लाग्दैन, घर आउन पनि मन लाग्दैन। आज त तिमीले मरे पनि हुने